खोइ त झाने बाधा आउनु भएन त एकचोटि पुगेर जाउँ भनेको एकचोटि पुगेर निको भइहाल्थ्यो नि कसको घरमा मन छँदै हुनुहुन्छ होला एकछिन आइपुग्नुहुन्छ होला नाना तर खत्रै पुग्छ रे मित बाजेले मेरो त पुगेर हाइट बढाइदिन्छु भनेको छ मित बाजेको त्यो मन्त्र चाहिँ म पनि सिकेर राख्नु पर्ला हाइट बढाउन मन लागे बढाएर हिँड्ने घटाउन मन लागे घटाएर फेरि एकजनाले मन छायो भने 1000 आउँदैछ दिनमा 10 जनाले मन छायो भने 10,000 आउँदैछ नि बुढो नानालाई मन्छा दिनु पर्यो रे त्यसको लागि त यहाँ मितबा हुनुहुन्छ नि मितबा नानालाई मनसाइ दिनु पर्यो लाउन जाने बा मलाई मनसाइ दिनु पर्यो भइहाल्छ नि मितबाले फुक्दै हाल्नुहुन्छ नि म पनि अलि उता सरौँ ल मितबा यता बस्नु फुक्दै हाल्नु पर्यो नाना भेटी चाहिँ 1000 रुपियाँ लाग्छ है फेरि निको हुँदैन बाजे खोइ ढ्याङ्ग्रो दिनु लु बाजे तपाईँ मन्त्र पढ्नु म ढ्याङ्ग्रो बजाउँछु मलाई आधी भेटी पर्दैन सबै तपाईँ लानु तिमीले बजारे हुन्छ खोइहाले म बजाउँछु झन् यहाँ मितबासँग सँगसँगै हिँडेर सबै मन्त्र सिकाएर राखौँला भनेको तिमीलाई त भोलि पर्सि म आफै सिकाइदिइहाल्छु तेरो तिम्रो मामा भान्जाले बजाउँदैन खोइ त मै बजाउँछु बरु बाजेले बजाएको ठिक छ के यो मामा यत्तिकै जान्ने हुनु